भैँसी ढाल्नेदेखि लिएर मान्छे राँगो सबै ढाल्ने हतियारहरू चाहिँ मसँग छ है साथीहरू। टक्क के हुन्छ साथीहरू, ल आउनुहोस् है आउनुहोस्। मेरो यो फेरि यो चाहिँ मेरो अघिको 1 नम्बर, यो चाहिँ 2 नम्बर दोकान हो है साथीहरू। 2 नम्बर दोकानमा चाहिँ तपाईँहरूले टक्क चाहेको यदि तपाईँ कुनै पनि वारमा कतै हाइकिङ कतै ट्रेकिङ जान चाहनुहुन्छ भने चाहिँ टक्क आइरन मेटल प्योर फलामले बनेको तपाईँहरू चाहिँ सामानहरू चाहिँ यहाँ पाउन सक्नुहुन्छ है मेरो यो दोकानमा। हेर्नु है, तपाईँहरूलाई यो टक्क वारमा जाँदा चाहिँ कस्तो खालको हतियार चाहियो, हाँसीदेखि लिएर घोडासम्म सबै छ है साथीहरू। साङ्लो पनि छ, सबै छ। यदि कसैलाई दुश्मनहरूलाई बन्दी बनाउनु पर्यो भने साङ्लोले बाँधेर यो हँसियाले के हुन्छ घाँटी रेट्न सक्नुहुनेछ है तपाईँहरूलाई। मार्न चाहिँ पाइन, जस्ट घाँटी रेट्ने मात्र, मार्न चाहिँ पाउँदैन है साथीहरू। आउनुहोस्, अझै छ है साथीहरू, म देखाइदिन्छु। हतियार बाइचान्स हतियार सकिहाल्यो भने यो पन्यु पनि तपाईँहरूले युज गर्न सक्नुहुनेछ। यो पन्यु डाँडुले चाहिँ मजाले हानेर दुश्मनलाई ढाल्न सक्नुहुनेछ। प्लस टक्क यहाँ तपाईँहरूलाई कस्तो खालको हतियार चाहिन्छ, टक्क भैँसी ढाल्नेदेखि लिएर मान्छे राँगो सबै ढाल्ने हतियारहरू चाहिँ मसँग छ है साथीहरू। टक्क आएर चाहिँ रमाइलो गर्न सक्नुहुन्छ है। हुन्छ, रमाइलो भन्दा नि लिन सक्नुहुन्छ। आउनु चाहिँ होला है मेरो सामान लिनु साथीहरू। हुन्छ, अब अर्को नम्बर दोकान तपाईँहरूलाई छिट्टै देखाइदिन्छु साथीहरू।